श्रीमद् भगवत गीता अध्याय 2 श्लोक 4। अर्जुनले भने, हे मधुसूदन, म युद्धमा भीष्म र द्रोणाचार्य जस्ता पूजनीय व्यक्तिहरूमाथि कसरी बाण चलाउन सक्छु? हे शत्रुको नाश गर्ने प्रभु। जब भगवान श्री कृष्णले अर्जुनलाई युद्ध गर्न भन्नुहुन्छ, अर्जुन कर्तव्य र भावना बीच अलमलमा पर्छन्। उनी भीष्म र द्रोणाचार्यलाई शत्रु नभई आदरणीय गुरु र अग्रजका रूपमा हेर्छन्। उनीहरूप्रतिको गहिरो सम्मानले गर्दा युद्ध गर्नु उनको कर्तव्य भए पनि उनलाई कठिन लाग्छ। उनी डराएका भने होइनन्, तर आफ्नो जिम्मेवारीसँग सङ्घर्ष गरिरहेका छन्। हाम्रो जीवनमा पनि धेरै पटक कर्तव्य र भावना टक्राउँछन्। सम्बन्ध, काम वा समाजमा कठिन निर्णय लिनुपर्दा हामी दुविधामा पर्छौँ। यो श्लोकले सिकाउँछ कि भावना महत्त्वपूर्ण भए पनि तिनले हाम्रो कर्तव्य र धर्मलाई कमजोर बनाउन दिनु हुँदैन। साँचो बुद्धिमत्ता भनेको भावना र जिम्मेवारी बीच सही सन्तुलन कायम गर्नु हो। हरे कृष्ण, हर हर महादेव।